जस्तो आयो त्यस्तै हजुरहरूलाई प्रस्तुत गरिहाले। अब केटाकेटीहरूले आफ्नो रहर पूरा गर्नको लागि खोलेको च्यानल हो, सब्स्क्राइब चाहिँ गरिदिनु होला, धर्म हुन्छ। हेलो गाइज, आज पनि म फेरि आइसकेको छु आफ्नो पागलपन्तीवाला भिडियो ल्याएर। अनि चाहिँ छ नि साथीहरू, जोस हेर न जोस। अनि के हुन्थ्यो अरे मेरो सधैँ सधैँको काम भनेको त्यही रुम मिलाउने बस्ने मात्रै हो, अझ कामै छैन नि, खाली बसिरहेको छु भन्न मिलेन साथीहरू। लास्टै बिजी छु के म, त्यही पनि टाइम निकालेर भिडियो बनाउँछु। साह्रै अल्छी लाग्छ के। ल हेर न त्यहाँ फेरि त्यहाँ हेर न नक्कल हेर न, त्यसको नक्कल भने आउला भने मलाई पनि केही बाल फरक पर्दैन र। डिप्रेसन अनि के साथीहरू यति मिहिनेत गरेर म भ्लगहरू बनाइरहेको हुन्छु, भिडियोहरू रेकर्ड गर्छु है, मोबाइल कता कता ठुराइ गरेर मोबाइल भिडियो गराउँछु। अनि मैले हालेर हुन्छु नि त होइन, रेगुलर हाल्छु कि अनि आउँदैन कि, लाइकै आउँदैन, कमेन्ट आउँदैन, भ्यूै आउँदैन, अर्को के एक्सपेक्ट गर्नु। अनि त्यही पनि अझ स्टोरीमा चाहिँ आइरहेको हुन्छ। स्कुटी होइन कि, सरी ल, स्टोरी जे भए पनि त्यतै धेरै लाइक भ्युज आउँछ। अनि यता चाहिँ आउँदैन कि। फेरि के काम छ र, के गर्नु छ र, दिनभरि बसिरहेको हुन्छु, खाइरहेको हुन्छु, बरु यसो भिडियो खिच्छु, ब्लग बनाउँछु, अलिअलि सिक्छु, एडिटिङ सिक्छु भनेर मलाई लाग्यो साथीहरू। यस्तो झ्या हुँदो रहेछ नि कसम से। अब न यो छोड्नु न के गर्नु जस्तो भइरहेछ। के गर्नु पर्दैन, लाइक कमेन्ट नआए पनि म फेरि पनि भिडियो हालिहाल्छु लाजै पचाएर। कस्तो टेन्सन भयो, यस्तो टेन्सन हुँदा पनि भ्युज हुँदिन त, के भएको? जे भए पनि मिलाएर भिडियो हेर्दै गएर अनि लाइक कमेन्ट पनि गरिदेऊ न। तिमीहरू नगरेपछि कसरी सक्छु र मैले, तिमीहरू बिना को नै छ र मेरो साथीहरू। ल म जान्छु अब, मलाई चाहिँ भोक लागिसक्यो, पेटमा मुसाहरू कुदिरहेको छु, यताउता गरिरहेको छ। त्यही भएर म जान आँटेको सरर पारेर मम्मी के नास्ता पाकेछ भन्दै। आजलाई यति नै, भोलि भेटौँला, फेरि आउँछु गफ गर्दै। बाई बाई।